त्यो हाम्रो हिन्दू धर्ममा जुन आत्मा भने नि त्यो आत्मा भनेको कार्बन हो क्या। मान्छे मर्ने हो, कार्बन त कहिले मर्दैन। कार्बनले आफ्नो रूप चेन्ज गर्छ। अघि नै अहिले मेरो बडीमा थियो, मेरो शरीर बन्यो, मासु हड्डी बनेर बसिरहेछ होइन। भोलि मलाई जलाइदिएपछि त्यो कार्बनले रूप चेन्ज गरेर कार्बन डाइअक्साइड बन्छ, हावामा जान्छ। फेरि कार्बन डाइअक्साइड प्लान्टभित्र जान्छ, रूप चेन्ज गर्छ, फुड बन्छ। त्यो फुडलाई फेरि मैले खाइदिन्छु अनि त्यो मेरो बडीमा आएर फेरि त्यसले मलाई इनर्जी दिन्छ, कार्बन डाइअक्साइड बन्छ, जान्छ। भनेपछि मेरो हजुरबा जिजुबाहरूको पालामा म हजुरबाहरूलाई जुन जलाइदिएर कार्बन डाइअक्साइड निस्किएको थियो नि, त्यो प्लान्टको थ्रुबाट त्यो कार्बन मेरो बडीमा नि आएको हुनसक्छ र होइन र। मेरो हजुरबाको अंश मेरो बडीमा नि आएको हुनसक्छ हो। यसलाई नै यो कार्बनलाई आत्मा भन्ने। त्यही भएर आत्मा कहिले पनि मर्दैन। यो बुझाउनु खोजेको यही हो क्या। साइन्सको भाषाबाट हेर्नु भने कार्बन कहिले मर्छ त यसले पनि? यो के भइरहन्छ? आत्मा कहिले मर्दैन, शरीर चाहिँ हिन्दू धर्मले के भन्छ? आत्मा कहिले पनि मर्दैन, अजर अमर हुन्छ अरे। अनि शरीर चाहिँ नाशवान हुन्छ। अनि आत्माले शरीर चेन्ज गरिरहन्छ। हामीले लुगा चेन्ज गरे जस्तै गरी हामीले लुगा चेन्ज गर्छौँ नि, है यो लुगा मैला भयो भनेर फालिदिन्छौँ, अर्को लाउँछौँ नि। यस्तै गरी आत्माले पनि हाम्रो शरीर चेन्ज गरिरहन्छ अरे। बुझ्नुभएन? बुझ्नुभयो? अनि शरीर चेन्ज गर्दा कहिले किरा फट्याङ्ग्राको शरीरलाई लिन्छ होइन, कहिले कहिले के गर्छ अर्को जनावरको लिन्छ। त्यही भएर कति जुनी पार गर्नुपर्छ अरे? 64 करोड कि कति जुनी पार गरेपछि बल्ल मान्छेको जुनी पाइन्छ अरे। भने मतलब कार्बन 64वटा भेराइटिज अफ एनिमलमा घुमिसकेपछि अनि तपाईँ आउने हो क्या। त्यही कार्बनले फेरि अर्को मान्छे बन्छ भन्नु खोज्यो क्या। त्यही कार्बन जुन मलाई जलाइदिँदाखेरि जुन कार्बन उडेर गयो नि, त्यो कार्बन 64 करोड लिभिङ अर्ग्यानिजममा घुमेपछि फेरि मान्छे भइदिन्छ अनि मान्छेको जुनी लिन्छ कि। साइन्सको तरिकाले भन्नु खोजेको चाहिँ यो हाम्रो हिन्दू धर्मले नि साइन्सै पढाउनु खोजेको।